यो कति महिनाको भयो बङ्गुर? हजुर यो कति महिनाको बङ्गुर हो? यो पहिला बेडमा हामीले ल्यायौँ। अब ब्याज बेड हुन्छ अब कति महिना तर लाग्यो अब त्यो कुमारले पनि किनेको अरे सक्लै किनेको सक्यो उसले पनि सक्ले किनेको हामीले त बच्चा सहित ल्याएको थियौँ। जातको बङ्गुरको जात पनि के हुन्छ नि हेम्स्टार मलाई त्यो थाहा छैन अन्त मलाई थाहा छैन अरू होइन त्यो अर्को माले उठेर ल्याएको अरे त्यो बाबुले बेच्नु पर्यो भने नबेच्नु माले कति पर्छ भयो एउटा माउ बेच्दा? हजुर कति पर्छ? माउ त अब बिहान माउ 70,000 पर्ने तर मैले यहाँ पैसा लाउँदैछु नि त्यहाँ यस्तै एउटा माउ मेरो एकदम मोटो भएको कारणले तर पनि लागेन धेरै मोटो पनि ठिक हुन्न है धेरै मोटो भयो त थरै लाग्छ अनि दबाई पनि खुवाउनुपर्छ र भयो हजुर दबाई पनि खुवाउनुपर्छ दबाई त अब कस्तो उफ्रिँदो रहेछ कि है अहिले सानो भयो कि ठाउँ यो सानो भयो अन्त नि खोज्दै हो गरे अब ठाउँै अब कता पाल्ने जहाँ पाए त्यो पाल्न दिन्न आजभोलि फेरि